स्किन कम्बिनेसन भएको कारणले गर्दाखेरि कम्बिनेसन भनेको त बुझ्नु भएको छैन न भनेको एउटै स्किनमा दुई थरीको स्किन बनाउँछ सेन्सिटिभ पनि अनि कम्बिनेसन भन्नाले सेन्सिटिभ अनि त्यो सँगसँगै ओइली पनि छ ड्राई पनि छ एउटा स्किनमा त्यो सँगसँगै सेन्सिटिभ पनि छ भनेको एउटै फेसमा तीनवटा खालको जुनसुकै प्रोडक्टहरू पनि एड नगर्ने एब्जर्ब नगर्ने केही आइहाल्ने त्यस्तो इचिङहरू हुने अनि रेडनेस आउने स्किनमा त्यो भनेको सेन्सिटिभ है त्यस्तो त्यही भएको कारणले गर्दा हजुरलाई मैले एकदमै मिलाएर सामानहरू दिएको छु यो सामानहरू एकदम मिलाएर लगाउनु होला हजुरले जे पाइ त्यही नलगाउनु यो फेस वास चाहिँ हजुरको यो नर्मल टु ड्राई स्किन मिल्छ ओइली स्किन मिल्छ कम्बिनेसन स्किन मिल्छ गयो अनि यो टोनर दिएछु मैले ओइली खालको स्किनको लागि जुन चाहिँ हजुरको पिम्पल्सहरू आएर पनि कम गरिदिन्छ दिनमा जतिचोटि फेस वास गर्नुहुन्छ त्यतिचोटि एप्लाई गर्ने स्प्रे गर्ने यो चाहिँ मजाले स्प्रे गर्ने एकदमै इजी छ ए स्मुथ छ क्या मैले पनि एप्लाई गर्छु हल्का ड्यापिङ यो पानीको थोपा जस्तो गरेर हल्का चाहिँ ड्यापिङ गरेर एब्जर्ब गराउने स्किनमा एब्जर्ब गराउने त्यसपछि चाहिँ हामीहरूले यो मोइस्चराइजरको काम गर्छ यसले चाहिँ जेल बेसमै नै दिएको छु मैले यो क्यानपिकेको यो जापानिज प्रोडक्ट राम्रो छ यो जेल बेस भएको कारणले कम्बिनेसन प्लस ओइली स्किनलाई नै कभरेज गर्ने कारणले गर्दाखेरि धेरै राम्रो छ यो चाहिँ मोइस्चराइजरको रूपमा एप्लाई गर्नु है फेस वास टोनर मोइस्चराइजिङ क्रिम सँगसँगै सनस्क्रिन यो पनि मेडिकेयर आइटम न्यानोडोसाको 60 एसपीएफको राम्रो छ कम्फोर्टेबल प्राइस छ है त्यसपछि यो भयो डेको रुटिन मैले उहाँलाई जसरी भनेको थिएँ उहाँलाई त्यसरी नै हजुरले पनि लगाउनु अनि रातिको रोटेसनमा चाहिँ कसरी लाउँदा फेस वास लगाउनु टोनर लगाउनु त्यसपछि चाहिँ सेरम धेरै राम्रो छ यो पिगमेन्टेसन पनि फाल्ने खुदमा पनि पिगमेन्टेसन भनेको त पोतोहरू चाहिँ फाल्ने काम गर्छ पातलो लगाउने धेरै बाक्लो नलगाउने रातिको टाइममा टोनर स्प्रे गर्ने सर राति सुत्ने बेलामा चाहिँ हामीहरूले सबै काम चाहिँ भ्याउनै पर्छ है भ्याउनु त्यसपछि चाहिँ भ्याइसकेपछि बल्ल फेस वास गर्ने टोनर एप्लाई गर्ने एब्जर्ब गराउने त्यसपछि चाहिँ यो सेरम मजाले त्यो सिलमै छ म खोलिन 1 2 3 टा पनि हल्का पातलै गर्ने पातलै एप्लाई गर्ने त्यसपछि चाहिँ एब्जर्ब हुन दिने मजाले एब्जर्ब हुन दिने रेडनेसहरू आउँदैन स्किनमा इचिङ हुँदैन स्किनलाई सुट गऱ्यो भने कुनै पनि इफेक्ट आउँदैन त्यसपछि चाहिँ यो निकाल्नु यो निकालिसकेपछि थोरै यो पनि राम्रो छ मेडिकल आइटम पनि निकाल्नु थोरै पातलो नै लगाउनु तर यो चाहिँ सुक्नु पऱ्यो है 5-7 मिनटको होल्डिङ टाइम चाहिँ मजाले राख्नुपर्छ एकैचोटि लतपत चाहिँ कहिले पनि लगाउनु बिस्तारै बिस्तारै हप्ता दिनपछि बल्ल काम गर्नु नहाल्नु त्यसरी नै प्रोडक्टहरू